नमस्कार। आज मिति 2082 साल 7 महिना 15 गते शनिबारको दिन एकादशीको कीर्तनमा सबैजना जम्मा भएको मौकामा मैले यो 2082 सालको देउसी भैलोबाट सङ्कलन गरेको रकम विवरण सार्वजनिक गर्न गइरहेको छु। हुन त अब हामीलाई देउसी भैलो खेलेर अरूले पनि साथ दिनुभएको थियो। उहाँहरू सम्पूर्ण यहाँ हुनुहुन्न। अब कोही माइत आउनुभएको थियो तिहारमा, उहाँहरू फर्किसक्नुभयो। कोही जागिरको बिदामा आउनुभयो, जागिरमा फर्किसक्नुभयो। उहाँलाई पनि अब यो भिडियो हेर्नु होला, उहाँहरूले पनि अब थाहा पाउनुहुन्छ कति रकम जम्मा भयो भनेर। त्यसमा हामीले पहिलो दिन 2082 साल 7 महिना 4 गते विजय यादवज्यूको घरबाट सुरुवात गरेर मगरबस्ती खेलेको थियौँ। अब हामीले कम समयमा सबै ठाउँ चाहिँ जान सकिएन। 6 घरको दिन खेलियो। त्यसमा हामीलाई विजय यादवज्यूले 8100 रुपियाँले स्वागत गर्नुभयो। त्यस पछाडि हामी वीरबहादुर मगरज्यूको घरमा 1010 रुपियाँ, जीवराज पपाङ्गीज्यूकोमा 1940 रुपियाँ, तेजबहादुर मगरज्यूकोमा 1020 रुपियाँ, सगुन र वरुण दाजुभाइ मिलेर 1655 रुपियाँ, बसन्त मगरज्यूको घरमा 320 रुपियाँ गरेर हामीले 8045 रुपियाँ पहिलो दिन सङ्कलन गऱ्यौँ। दोस्रो दिन 82 साल 7 महिना 5 गते सैनिक होटल खेलेर भुजेलटोल खेल्यौँ। आरती सुन्दाईको घरमा आएर त्यसमा सैनिक होटलबाट 510 रुपियाँ, लक्ष्मी अर्यालज्यूकोमा 530 रुपियाँ, पप्पू यादवज्यूकोमा 205 रुपियाँ, कृष्ण काफ्लेज्यूकोमा 655 रुपियाँ, मनिष भुजेलज्यूकोमा 940 रुपियाँ, रेणुका भुजेलज्यूकोमा 505 रुपियाँ, रामबहादुर भुजेलज्यूकोमा 795 रुपियाँ, ललित भुजेलज्यूकोमा 505 रुपियाँ, नारायण काफ्लेज्यूकोमा 650 रुपियाँ, राजु सापकोटाज्यूकोमा 700 रुपियाँ, मोती अधिकारीज्यूकोमा 190 रुपियाँ र विष्णु सापकोटाले हामीलाई 3150 रुपियाँले भव्य स्वागत गर्नु मन्दिरको लागि भनेर। जम्मा हामीले 9335 रुपियाँ दोस्रो दिन सङ्कलन गऱ्यौँ। र तेस्रो दिन हामीले मोहनपुर खेल्यौँ। कम समयमा हामीले थोरै घर मात्रै खेल्यौँ है। सुरुवातमा हामीले दिपेन्द्र आचार्यज्यूको घरमा खेल्यौँ, जहाँ उहाँले 1500 रुपियाँ दिनुभयो हामीलाई। बाबुराम बस्नेतज्यूकोमा 1060 रुपियाँ, प्रभुनाथ कोइरालाज्यूकोमा 550 रुपियाँ, अशोक आचार्यज्यूकोमा 3100 रुपियाँ, ध्रुव कोइरालाज्यूकोमा 1555 रुपियाँ, ईश्वरी काफ्लेकोमा 720 रुपियाँ, भगवती काफ्लेज्यूकोमा 540 रुपियाँ, शेरबहादुर मगरकोमा 600 रुपियाँ, उज्जवल अधिकारीकोमा 500 रुपियाँ र शम्भु घिमिरेज्यूकोमा 505 गरेर 10,630 रुपियाँ त्यो दिन जम्मा गरिदिउँ। र पछि देवी प्रसाद कोइरालाज्यूले हामीलाई 1005 रुपियाँ पठाइदिनु भयो। त्यो दिन उहाँकोमा चाहिँ त्यस्तै किसिमको इन्सिडेन्ट भएर हामीले देउसी भैलो खेल्न त गएको थियौँ, खेल्न पाइएन। 1005 पठाएर त्यो दिन हामीले 11,635 रुपियाँ त्यहाँबाट सङ्कलन गऱ्यौँ। 11,635 रुपियाँ। र चौथो दिन हामीले गाउँमै खेल्यौँ। भाइटिकाको भोलिपल्ट 2 चरणमा खेल्यौँ, माथिल्लो टोल र तल्लो टोल गरेर होइन। माथिल्लो टोलबाट सुरुवात गऱ्यौँ, जसमा चन्द्रदेव महतोले 505 रुपियाँ, सुमित्रा अरियाल 510 रुपियाँ, टिकाराम अरियाल 510 रुपियाँ, मधुमाया सुवेदी 2100 रुपियाँ, सिर्जना सापकोटा 510 रुपियाँ, कुबेर चापागाई 340 रुपियाँ, नवीन गुरुङ 1125 रुपियाँ, कीर्ति प्रसाद लामिछाने 505 रुपियाँ, विष्णु प्रसाद लामिछाने 705 रुपियाँ, नरबहादुर थापा 505 रुपियाँ, गीता सुब्बा 505 रुपियाँ, अमर बलराम भुजेल 620 रुपियाँ, प्रकाश अरियाल 705 रुपियाँ, दिव्यराज पाण्डे 510 रुपियाँ, यमलाल पन्थी 1100 रुपियाँ, अभिराम अरियाल 1005 रुपियाँ, गोविन्द खड्का 1125 रुपियाँ, रोशन सेजवाल 510 रुपियाँ, अमर छेत्री 200 रुपियाँ, रामु सेजवाल 510 रुपियाँ, खेमराज जैसी 705 गरेर हामीले 14,805 रुपियाँ यहाँबाट सङ्कलन गऱ्यौँ। र अर्को त्यही दिन हामीले दोस्रो चरणमा तल्लो टोल खेल्यौँ, जसमा विष्णुमाया गौतमबाट 1005 रुपियाँ, विष्णु अरियालबाट 1110 रुपियाँ, जीवबहादुर अरियाल 1005 रुपियाँ, प्रेमलाल निम्पाने 1120 रुपियाँ, चन्द्रमणि पौडेल 515 रुपियाँ, शिव प्रसाद तिवारी 1600 रुपियाँ, इन्दिरा तिवारी 2105 रुपियाँ, रोशन तिवारी 2150 रुपियाँ, अनिता पौडेल 1005 रुपियाँ, रेशमलाल पाण्डे 2605 रुपियाँ, गोपाल अरियाल 600 रुपियाँ, अर्जुन सापकोटा 1605 रुपियाँ, सीता सापकोटा 1505 रुपियाँ, दिनेश गुरुङ 705 रुपियाँ, गीता भूषाल 1025 रुपियाँ, कजन पौडेल 1000 रुपियाँ गरेर हामीले 20,660 रुपियाँ तल्लो टोलबाट जम्मा गऱ्यौँ।
जम्मा 4 दिनको मिलाएर हामीले 64,480 रुपैयाँ सङ्कलन गर्यौँ। 3 जनाले नाम लेखाउनु भएको छ, जुटो छ, पछि म दिन्छु जुटो सकेपछि। र हाम्रो कविता भाउजू त्यतिखेर हुनुहुन्थेन, अहिले आएर 1,005 रुपैयाँ कविता अर्या, निर्मल गौतम 610 रुपैयाँ, सूर्य खड्का 505 रुपैयाँ उहाँहरूले लेखाउनु भएको छ। धन्यवाद। यो बाँकी रकम जोडिएको छैन, बाँकी रकम मैले आएको अब